भाइ फुटे गवार लुटे। यो उखान नेपालमा ज्यादै पहिलेदेखि नै चलन चल्तीमै चलिआएको उखान हो र यसले छर्लङ्ग्याउन खोजेको कुरो के हो भन्दाखेरि आफूमा भिडियो भने लडियो भने परचक्रीहरूले यसको फाइदा उठाउँछ, मौका छोप्छ, उसले जे पनि गर्न सक्छ त्यो भनेको हो। त्यसैले नेपालका भाइ बहादुरहरू एक आपसमा लडिरहेका छन्, भिडिरहेका छन्। नेपाल देश र जनताको लागि केही गर्छु भनेर आउनेहरूमाथि अनेक प्रकारका लान्छनाहरू लगाइएका छन्, मुद्दाहरू चलाइएका छन्, जेलमा खोरिएका छन्। यावत घटनाक्रमले विदेशीहरूलाई शिर ठड्याउने र औलो उठाउने अवसर प्रदान गरेको छ। त्यसैले तपाईँलाई मैले यो सूची देखाइरहेको छु। यसमा राम्ररी हेर्नुहोस्। यसमा के लेखिएको छ भने नेपाल सन् 1916मा भारतबाट छुट्टिएको, अथवा यसको भनाइ के हुन्छ भन्दा भारतबाट नेपाल सन् 1916मा मुक्त भएको भन्ने बुझिन्छ। अब तपाईहरूले अहिलेसम्म इतिहासको अध्ययन गर्नुभएको छ भने मैले बुझे अनुसार त नेपाल युगदेखि स्वाधीन राष्ट्र थियो। कुनै पनि मुलुकको औपनिवेशिक थिएन। नेपाल आफैमा स्वाधीन थियो। नेपाल मात्रै संसारको एक यस्तो राज्य हो जो कहिल्यै पनि कसैको अधीनमा थिएन, आफू स्वतन्त्र थियो। तर यहाँ के लेखिएको छ भने नेपाल सन् 1916मा भारतबाट अलगिएको हो भनेर लेखिएको छ। यो किन लेखियो त भन्दा नेपालभित्रको गतिविधि, यहाँका भाइ बहादुरहरू बिचको लडाई देखेर यो अवसरलाई सदुपयोग गरेर यस्ता कुराहरू लेखेर संसारभरका जनमानसमा भ्रम फिजाइन्छ।